साथी हो म तपाईलाई एउटा एक्सपिरियन्स मेरो लाइफको शेयर गर्न गइरहेछु है एकैछिन समय दिएर सुन्नुहोस् सायद तपाईहरुलाई पनि यस्तै परेको होला या नपरेको होला है मेरो पापा बित्नु भएको 3 इयर्स भयो है अनि आमा चाहिँ हुनुहुन्छ यो चाहिँ हाम्रो पुरानो घर हो है यो चाहिँ आमा घर भन्छ हामीले यहाँनिर चाहिँ हामीले होमस्टे लाइफको है बिजनेस फर्स्ट टाइम हाम्रो एउटा फ्यामिलीमा गर्ने हैन भन्ने चाहिँ यहाँबाट स्टार्ट भएको यो होमस्टेबाट है यो चाहिँ 20-22 वर्ष अगाडिदेखि हामीले गरिल्याएको या 25 वर्ष नै भनौँ अगाडिदेखि गरिल्याएको है अहिले यो होमस्टे एकदम प्रोग्रेसबाट हामीले रेसिडेन्सी बनाउन सकेको छु है द्याट्स अ ग्रेट थिङ तर एउटा कुरा चाहिँ कि यो सबै सक्सेस त भयो है त्यति बेला सबै सक्सेस हुँदाखेरि पापा हुनुहुन्थ्यो हामी कम्प्लिट थियौँ पापा नानी सबैजना थियो है अहिले हाम्रो फ्यामिलीमा नरहेको पापा हुनुहुन्छ है त्यो घडीको यो मोमेन्ट चाहिँ यति साह्रो मैले फिल गरेँ है यो एउटा घरको खालीपन क्या मेरो खालीपन हैन मेरो जिन्दगी आनन्दले चलिरहेछ मैले जे भनेको भइरहेछ सबै कुरा पुगिरहेछ त्यस्तो कम्प्लेन हैन नपुगेको तर बाबा आमा मेरो आमा छ है तर बाबा नहुनुको एउटा कारण उहाँहरुले जुन चाहिँ एक्टिभिटिज उहाँहरुको ड्युटी कभर गर्नुहुन्थ्यो अहिले हामीले त्यो नहुँदाखेरि चाहिँ कति कुरा चाहिँ अप्स एन्ड डाउन्स हुँदो रहेछ लाइफमा है हामीले त्यो छोराछोरी जति भयकरबाट मायुङबाट म गर्छु त्यो सबै भन्दा पनि सकिँदैन रहेछ कि उहाँहरूले कसरी ह्यान्डल गर्नुहुन्थ्यो आई डोन्ट नो है अनि त्यति बेला देख्दाखेरि चाहिँ इजी है सबै कुरा हामीले इजी लिन्थ्यौँ त्यति सिरियस कुनै पनि लिन्थ्यौँ न सोध्ने कुरा भएन कसरी गरिरहेको होला भन्ने पनि हुन्थेन एउटा रेगुलर गइरहेको हुन्थ्यो राम्रो आनन्द तर सर्टेन नहुँदाखेरि जस्तै हेर्नुहोस् न अब यहाँनिर पापा हुँदाखेरि यो अब गाईहरूले अब्सोल्युटली बिहानको के भन्छ 6:30 मा चाहिँ खानु खोलीहरू खानु पाइहाल्थ्यो किनभने पापा आमा यहाँ बस्नुहुन्थ्यो होइन अनि सब हाम्रो हेल्पर्स जो हुन्थ्यो उहाँहरू टाइममा उठाउँथ्यो डाङडाङ डुङडुङ गरेर लो छिटो आगो फुकाए सबै कुरा अहिले पापा हुनुहुन्न है अब आमा एक्लै हुनुहुन्छ भएपछि चाहिँ मान्छेलाई लोन्ली हरेक कुरा छोराछोरीको ड्युटी हुन्छ आफ्नो आमाको प्रोटेक्ट गर्ने सेवा गर्ने बाउ नभएपछि त्यो भएपछि हामी तल्लो घर सरेपछि हेर्नुहोस् त यो घरको एकदम एउटा चामै हराएको अन्धकार त्यस्तो हुँदो रहेछ है गाईहरूलाई हामीले टाइममा के सेवा गर्नु नसक्ने है त्यो अब सबै सानो सानो कुरा अप्स एन्ड डाउन्सबाट जाँदो रहेछ है त्यस्तो हुँदो रहेछ त्यो चाहिँ मेरो अनुभव लाइफको है यदि तपाईँको पापा आमाहरू हुनुहुन्छ भने कति कुरा तपाईँले देखिरहनु भएको छ उहाँले कसरी गरिरहनु सिक्नुहोस् सानो कुराहरू सिक्नुहोस् सिकेर राख्नुहोस् सोध्नुहोस् उहाँहरूलाई अब्जर्भ गर्नुहोस् है किनभने त्यो दिन चाहिँ तपाईँको टाउकोमा परेको दिन चाहिँ तपाईँलाई सजिलो होस् कि यस्तै गरेँ यस्तो भनेर सजिलो नहुँदा पनि मेरो बाउले पनि गर्थ्यो बाउलाई नै जीवित बाउको एनर्जी हुन्छ नि या आमाको एनर्जी तपाईँमाथि आएर त्यो बाँचोस् न भन्ने चाहिँ मलाई त्यस्तो लागेको है त्यसले गर्दा हेर्नुहोस् न अब कति कुरा छोरा मान्छेले गर्ने कुराहरू यहाँ छोराहरू भएपछि रहेको हुन्छ बाउ भएपछि यो गर त्यो गर खराङ खोरुङ यस्तो गर्नेहरू सबै कुरा मिलाउनेहरू हुँदो रहेछ दिस इज वाट आई फिल है सो प्यारेन्ट्सहरू छ भने लभ युर प्यारेन्ट्स सपोर्ट देम सो मच एनी काइन्ड अफ ड्युटी नो म्याटर है घाँस काट्नु दाउरा काट्नु हरेक जे गर्नु छ उहाँहरूलाई सपोर्ट गर्नुहोस् है त्यो सपोर्ट चाहिँ उहाँहरू नहुँदा पनि उहाँहरूले लगेर खुसी भएर रहनुहुन्छ जहाँ रहनुहुन्छ है अनि हामी पनि कुनै कुरा नयाँ लाग्दैन जस्तै मलाई गोबर है यो के भन्छ अब मलाई के भन्छ जरुरी थिएन मैले सफा गर्नु परेको थिएन तर अब जरुरी भएपछि त मलाई यो के पनि होइन इट्स नट इजी सेम टाइम आई थिङ्क इट्स भेरी इजी किन म इच्छा गर्छु नि त यो गर्ने कुरा यो चाहन्छु नि त सो त्यसले गर्दाखेरि चाहिँ मलाई इजी नै लाग्छ अब गाई धुनु गाई स्याहार्नु सबै कुरा घाँस काट्नु जानु कुनै उयो होइन किनभने यो जरुरी मोमेन्टमा चाहिँ मैले यो गर्नै पर्छ मैले यो रोल खेल्नै पर्छ भन्ने समस्या या
सिचुएसन खराब भएपछि चाहिँ म चाहिँ त्यस्तो कुरामा पछाडि भाग्दिनँ है सो त्यो रहेको छ अनि हेर्नुहोस् हजुर अलवेज विन्टर वेदर यति राम्रो छ है वरिपरि यस्तो रहेको छ है त हेर्नुहोस् पराल रेडी छ यहाँनिर पराल ल्याएर फ्रेस घाँस काटेर मिक्स गरेर दिन्छ यस्तो छ है लाइफ इज सो ब्युटिफुल कुनै जस्तै कुरामा पनि नेभर थोट नेगेटिभिटीलाई एक्टिभ हुनु नदिनुहोस् आउँछ एक्टिभ हुनु नदिनुहोस् त्यो चाहिँ एकदम इम्पोर्टेन्ट रहेछ है जस्तै मोमेन्ट जस्तै घडीमा पनि आफू उभिएर लडेर खान सक्नु चाहिँ पर्ने रहेछ है त भन्दै सबैको शुभ दिन होस् जय जय होस् हाम्रो गाई माको पनि जय जय होस्